हेलो एन्ड नमस्ते। आज मैले बनाउन गइरहेको छु एकदमै नरम र स्वादिलो पुरी। त्यसको लागि मैले लिएको छु एउटा बाउलमा 1 कप जति मैदा लिएको छु भने त्यसको आधा क्वान्टिटी चाहिँ सुजी लिएको छु अनि त्यसमा मैले 2 चम्चा चिनी राखेको छु। त्यसैगरी मैले यसमा 1 चम्चा जति घिउ राखेको छु। 2 मिनेट जति यसलाई बिना पानी मोलेको छु भने यसलाई राम्रोसँग मिक्स भइसकेपछि मैले यसलाई थोरै पानी राखेर मिक्स गरेको छु। यसलाई एकैचोटी पानी राखेर मिक्स नगर्नु होला। यसलाई बिस्तारै मोल्दै गएपछि हेर्नुस् त हाम्रो डो नरम हुँदै आउँछ। यतिको सफ्ट भइसकेपछि मैले यसलाई हावा नछिन्ने गरी क्लिङ र्यापले र्याप गरेर राखेको छु। आधा घण्टापछि हेर्नुस् त डो कति नरम भइसकेको छ। अनि मैले त्यसलाई सानो सानो पिस बनाएर बेल्न सुरु गरेको छु। मजाले यसलाई छेउछेउबाट बेल्न सुरु गरेको छु भने मैले यसरी बेलेको रोटीलाई साइडमा राखेको छु। अनि त्यसपछि मैले यसलाई मिडियम हिटमा पुरी तार्न सुरु गरेको छु। हेर्नुस् त हाम्रो पुरी कति मजाले फुलेको छ। यसलाई दुवैपट्टिबाट पकाउनुहोस्। मैले यसै गरी सबै पुरीहरू तारेको छु। हेर्नुस् त हाम्रो पुरी कति मजाले पाकेर रेडी भइसकेको छ। तपाईहरू यसलाई मिडियम हिटमा नै पकाउनु होला। यसलाई हाई हिटमा पकायो भने भित्रसम्म पाक्दैन। हाम्रो सबै पुरी यसरी नै पाकेर रेडी भइसकेको छ। अनि यसलाई मैले मेरो फेभरेट आलु केराको अचारसँग खाएको छु र यो एकदमै मिठो भएको थियो। Thank you so much for watching our video.